नमस्कार। आज हामी एउटा यस्तो घटनाबारे कुरा गर्दैछौँ जसले नेपालको आधुनिक इतिहासलाई नै अर्कै मोड दियो। 2058 साल जेठ 19 नारायण हिटी दरबार हत्याकाण्ड। त्यो रात के भयो? हामीसँग भएका स्रोतहरू, आधिकारिक रिपोर्टदेखि लिएर अनेक विश्लेषणसम्म तिनलाई केलाएर हेरौँ न। निश्चय पनि यो घटना साँच्चै नै स्तब्ध पार्ने खालको थियो। आधिकारिक विवरणबाटै सुरु गरौँ हैन त? हुन्छ। स्रोतहरू भन्छन् त्यो साँझ त्रिभुवन सदनमा नियमित पारिवारिक जमघट थियो। हो, तर युवराज दिपेन्द्र उनी चाहिँ अलि असामान्य अवस्थामा थिए रे। प्रत्यक्षदर्शीहरूका अनुसार निकै मदिरा पिएका, उत्तेजित। कारण चाहिँ त्यही विवाहको कुरा देखाइयो होइन? देवयानी राणासँगको। रानी ऐश्वर्या सहमत हुनुहुन्थेन भन्ने। आधिकारिक कथा त्यही हो। यही तनाव बीच राति 8:30 बजेतिर होला दिपेन्द्र बाहिरिए। अनि फर्केर आउँदा सैनिक पोसाकमा हतियारसहित। हो, स्रोतहरू त्यही भन्छन्। अनि सुरु भयो त्यो भयानक गोलीकाण्ड। राजा वीरेन्द्र, रानी ऐश्वर्या, छोरा निराजन, छोरी श्रुति लगायत 9 जनाको निधन भयो। कोही घटनास्थलमै, कोही अस्पतालमा। अनि दिपेन्द्रले आफैलाई गोली हाने, तर मरेनन् तुरुन्तै। त्यही भनिन्छ। आफैलाई गोली हाने, तर उनी कोमामा गए। तत्काल मृत्यु भएन। घटना एकदमै त्रासदीपूर्ण, तर त्यसपछिको छानबिन त्यो झन विवादास्पद भयो नि। एकदम। प्रधान न्यायाधीश केशव उपाध्यायको नेतृत्वमा समिति बन्यो, तर हप्ता दिनमै रिपोर्ट आयो। 7 दिनमै यत्रो ठूलो घटनाको निष्कर्ष? हो नि। निष्कर्ष के थियो भने दिपेन्द्र नै दोषी। कारण त्यही विवाह, रिस अनि रक्सी र गाँजाको नशा। प्रमाणमा के देखाइयो? 37वटा गोलीका खोका भेटियो रे। दिपेन्द्रले चलाएको भनिएका हतियार अनि उनको रगतमा अल्कोहल र गाँजाको अवशेष। मतलब सामूहिक हत्यापछि आत्महत्याको प्रयास। तर यो कुरा धेरैले पत्याएनन् हैन त? पत्याएनन्। खासमा राजालाई भगवान मान्ने देशमा छोराले नै यस्तो गर्यो भन्दा कसले पत्याउँछ र? त्यसमाथि छानबिन यति हतारमा प्रमाणहरू जस्तो सीसीटीभी फुटेज त्यो खोइ त्यो सार्वजनिक भएन। विस्तृत पोस्टमार्टम रिपोर्ट पनि आएन। यसले गर्दा शङ्का झन बढ्यो। अनि सबैभन्दा ठूलो प्रश्न त त्यो घटना भएको ठाउँ त्रिभुवन सदन नै पछि भत्काइयो किन? हो, यसलाई त धेरैले प्रमाण लुकाउने प्रयास नै ठाने। अर्को कुरा, राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र, उनी त्यो रात दरबार बाहिर थिए पोखरामा। उनको परिवार पनि सुरक्षित रह्यो। यसले पनि अनेक शङ्का जन्मायो नि। अवश्य। यी सबै कुराले गर्दा आधिकारिक कथामाथि गहिरो अविश्वास देखिन्छ। सुन्दर प्रताप राणा, जो प्रत्यक्षदर्शी हुनुहुन्थ्यो, उहाँको किताब दरबारको दुखान्त्यले पनि समयतालिका र दिपेन्द्रको अवस्थाबारे प्रश्न उठाएको छ। त्यो बेलाको नेपालको अवस्था पनि त सम्झिनुपर्छ। 2001 तिर देश कस्तो थियो? एकातिर शाहवंशको इतिहास, राजा वीरेन्द्रको छवि, संवैधानिक राजा, तर अर्कोतिर माओवादी द्वन्द्व चर्किँदै थियो, गरिबी, राजनैतिक अस्थिरता। अनि युवराज दिपेन्द्र नि, उनको छवि कस्तो थियो? उनी पनि जटिल व्यक्तित्व, पढे लेखेका, तालिम प्राप्त सैनिक, तर अलि रिसाहा, पार्टी गर्ने सोख अनि देवयानी प्रतिको त्यो मोह। मतलब प्रश्न उठ्छ कि उनी केवल पारिवारिक किचोलो र नशाको शिकार थिए वा अरू केही थियो, कसैले प्रयोग गरेको? हो, यही अविश्वासले गर्दा अनेक सिद्धान्तहरू पनि आए। स्रोतहरूले तिनलाई प्रमाण बिनाका अनुमान भनेका छन्। तर जस्तो एउटा प्रमुख आशंका त ज्ञानेन्द्रमाथि नै सोझ्यो, सत्ताका लागि षड्यन्त्र। त्यो आशंका बलियो थियो, किनभने उनी वीरेन्द्र जति लोकप्रिय थिएनन्। पछि राजा भएपछि उनले लिएका कदम, जस्तो 2005 को प्रत्यक्ष शासन, त्यसले झन बल पुर्यायो। तर फेरि पनि यो अनुमान मात्रै हो। विदेशी शक्तिको हातको कुरा पनि उठ्छ नि, हैन? भारतको वा CIA। हो, त्यो पनि उठ्छ। नेपालको भू-राजनीतिक अवस्था अनि राजा वीरेन्द्रको अडान, त्यसले गर्दा बाहिरी शक्तिले चलखेल गरेको हुन सक्ने अट्कलबाजी भयो। तर यसको पनि ठोस प्रमाण खै त? जेओस, यो घटनाको असर त्यो त कल्पना बाहिरको थियो। एउटा परिवार मात्र होइन, एउटा वंश नै समाप्त भयो। दिपेन्द्र कोमामै राजा घोषित भए। तर 3 दिनपछि उनको पनि मृत्यु भयो। अनि ज्ञानेन्द्र राजा बने। तर उनको शासन पनि धेरै टिकेन।
विवादित भयो, अलोकप्रिय भयो अनि अन्ततः 2008मा राजतन्त्र नै गयो। नेपाल गणतन्त्र बन्यो। नारायणहिटी दरबार अहिले सङ्ग्रहालय छ, तर त्यो रातको रहस्य, त्यो त अझै रहस्य नै छ। हो, यो एउटा राष्ट्रिय चोट जस्तै भयो। देशले आफ्नो एउटा विश्वास गुमायो। छानबिनमाथिको अविश्वास आजसम्म कायम छ। बेला बेला नयाँ छानबिनको माग पनि उठ्छ। उठ्छ। दरबार हत्याकाण्ड केवल अपराध मात्रै थिएन, यो त आधुनिक नेपालको एउटा नसुल्झिएको पहेली बनेको छ। दिपेन्द्र खासमा के थिए? खलनायक, पीडित वा कसैको गोटी? सायद सत्य कहिले बाहिर आउँदैन कि? खै भन्न सकिन्न। तर नेपाली समाजले यो घटना बिर्सेको छैन। उत्तरहरूको खोजी त्यो जारी नै छ। र यसले एउटा गहिरो प्रश्न छोड्छ। जब राष्ट्रिय जीवनको यति ठूलो मोडको आधिकारिक कथा नै शङ्काको घेरामा हुन्छ, तब सत्य र स्मृतिको अर्थ चाहिँ के रहन्छ होला? यो साँच्चै विचार गर्नुपर्ने कुरा हो।